नमस्ते। के तपाईले डमी एक्टिभिटीजको गलत प्रयोग गरेर बनाउनु भएको नेटवर्क जम्मै रङ गर्नुभएछ? अनि आजको क्लास सेसनमा हामी लिएर आएको छौँ कि नेटवर्क डायग्राममा डमी एक्टिभिटीजलाई कति बेला युज गर्ने। जतिखेर हामी ठुला प्रोजेक्ट सुरु गर्छौँ भने एकैचोटि जम्मै प्रोजेक्टको प्लानिङ र सेड्युलिङ नगरेर त्यो प्रोजेक्टलाई हामी ससाना टुक्रामा ससाना पार्टमा पार्टिसन गर्ने गर्छौँ र प्रत्येक पार्टमा लाग्ने टाइम र लाग्ने बजेटको क्याल्कुलेसन गर्छौँ भने ती प्रोजेक्टका जम्मै पार्ट्सहरूलाई जोडेर हामी एउटा होल प्रोजेक्टलाई भिजुअल प्रेजेन्ट गर्छौँ, त्यसैलाई नेटवर्क डायग्राम भन्छन्। अब मानौ इक्जाम्पलको लागि हामीले एउटा मल बनाउँदैछौँ भने ठुलो मल बनाउनको लागि गरिने सबै एक्टिभिटिज सबै फङ्सन्सलाई ससाना टुक्रामा बाँड्ने गर्छौँ। यानि पहिले फ्लोर बनाउँछौँ, कति दिन लाग्छ, कति कस्ट लाग्छ, वालमा कति दिन कति कस्ट लाग्छ भने हामी इन्डिभिजुअल एक्टिभिटिजलाई प्रेजेन्ट गर्ने गर्छौँ एउटा डायग्राममा, जुन डायग्राम ओभरअल होल प्रोजेक्टको भिजुअल प्रेजेन्टेसन हुन जान्छन्। अब यहाँ हेरौँ डायग्राममा युज हुने मुख्य दुई इलिमेन्ट्स जुन क्लास फर्स्टमा पनि हामी चर्चा गरिसकेका छौँ, एउटा एक्टिभिटिज र एउटा इभेन्ट्स हुन्। त्यो मल बनाउनलाई हामीले गरेको एउटा काम, जस्तै तपाईँले बेस बनाउनु भयो र त्यो बेस बनाउनलाई 10 दिन लाग्यो, 10 डेजको टाइम लाग्यो। अब यो एक्टिभिटिजको नाउँ पनि राखो, जस्तै यो ए एक्टिभिटिज हो। ए एक्टिभिटिज भनेको कामको नाउँ के हो? यो बेस दिनु। अब त्यसको दुवैतर्फ यो इभेन्ट राख्ने गर्छौँ भन्ने चिज पढेको छ। यो इभेन्ट फर्स्ट हो, यो इभेन्ट सेकेन्ड हो। इभेन्टले टाइम र रिसोर्सेस कन्ज्युम गर्दैन, यसले समय बताउँदैछ कि यो ए एक्टिभिटिज कहिले सुरु भएको छ र कहिले इन्ड भएको छ। मानौ कि यो चाहिँ हाम्रो वैशाख 10 गते यो एक्टिभिटी सुरु भएको छ भने 10 दिनसम्म यो काम भएको छ भने वैशाख 20 गते यो गएर सकिने हो। एक्टिभिटिजले केही समय लियो, केही कस्ट लियो, तर देख्यौँ हामीले कि इभेन्टले कुनै किसिमको रिसोर्सेस कन्ज्युम गर्दैन। मानौ ए एक्टिभिटिज फर्स्ट इभेन्टबाट सुरु भएको छ र सेकेन्ड इभेन्टमा गएर सकेको छ। इभेन्ट फर्स्ट र सेकेन्ड के हो? स्टार्टिङ एन्ड इन्डिङ डेट हो ए एक्टिभिटिजको। यो इभेन्टलाई हामी टेल इभेन्ट पनि भन्छौँ र यसलाई हेड इभेन्ट। जस्तै एउटा अर्को काम छ बी काम भने बी काम यहाँबाट सुरु भएको छ र बी काम पनि सेकेन्ड इभेन्टमै गएर सकेको छ। या फेरि एउटा अर्को पनि काम छन्, मानिलिनु एउटा सी एक्टिभिटिज छ। सी एक्टिभिटिज पनि सेम इभेन्टबाट सुरु भएको छ र सेम इभेन्टमा गएर सकेको छ भने यो बी एक्टिभिटिज र यो सी एक्टिभिटिजलाई हामी यसरी देखाउन सक्दैनौँ। यानी डमी एक्टिभिटिजको पहिलो रुल्स यो हो कि कुनै दुई वा दुईभन्दा बढी एक्टिभिटिज एउटै इभेन्टबाट स्टार्ट हुनु र एउटै इभेन्टमा गएर सकिनु हुँदैन। अर्को शब्दमा भन्न सक्छौँ, कुनै दुई वा दुईभन्दा बढी एक्टिभिटिजका स्टार्टिङ इभेन्ट्स र इन्डिङ इभेन्ट्स कहिले पनि सेम हुनु हुँदैन। यतिखेर हामी बुझ्नुपर्ने कि हामीले यहाँ डमी इन्ट्रोड्युस गर्नुपर्ने। यसलाई इक्जाम्पलबाट बुझौँ। ल अब यहाँ एउटा इक्जाम्पल हेरौँ। हामी यहाँ देख्दैछौँ प्रिडिसेसरहरू के हुन् यहाँ छ, यानी फर्स्ट इन्फर्मेसन के छ? ए प्रिडिसेसर हो बी र सी को। यसलाई त बडा सिम्पली ड्र गर्न सक्छ। जस्तै एक्टिभिटिज ए यहाँ आएर सक्यो भने ए सक्न साथ हाम्रो बी र सी एकैचोटि सुरु भएको छ। हामी ए सकेपछि यहाँ राखिदियौँ बी र यहाँ राखिदियौँ सी भने फर्स्ट दिएको गिभेन इन्फर्मेसनको डायग्राम यो हुनुपर्ने। ठिक छ। सेकेन्ड हेर्नुहोस्, बी र सी सकेपछि डी सुरु हुन्छ। यदि यसलाई मात्रै देखाउनु पर्यो भने यो एउटा बी एक्टिभिटिज हो र एउटा सी एक्टिभिटिज हो। हेर्नुहोस्, बी र सी एकैचोटि सक्नु पर्यो। बी र सी एकैचोटि यहाँ सकेपछि त्यसबाट डी निस्केको छ भने बीसीबाट हामीले यसरी डी निकाल्दियौँ भने सेकेन्ड लाइनको इन्फर्मेसनको बेसिसमा हामीले यो ड्र गर्यौँ। एकदम यो पनि ठिक छ। तर एउटै डायग्रामको यो दुईटै पार्ट हो र यो दुवै लाइनलाई सिक्वेन्समा राखेर यदि डायग्रामलाई हामी अगाडि बढाउँछौँ भने कसरी बढाउँछौँ? कति स्टुडेन्टले गर्ने मिस्टेक पहिले हेरौँ। ए कम्प्लिट भइसकेपछि बीलाई र सीलाई बी यहाँ सक्यो सी यहाँ सक्यो भनेर भन्छन् भने स्टुडेन्टले गर्ने गरेको मिस्टेक यही हो। बीलाई फर्स्ट इभेन्टबाट सुरु गर्यौँ र सेकेन्ड इभेन्टमा राख्यौँ, सीलाई पनि फर्स्ट इभेन्टबाट सुरु गर्यौँ र सेकेन्डमा राख्यौँ भने बी र सी सेकेन्ड इभेन्टमा सकेपछि यहाँबाट डी सुरु भएको छ भने दिएको इन्फर्मेसन दिएको क्वेसनबाट यसरी डायग्राम ड्र गरिदिन्छौँ। तर हामीले ड्र गरेको डायग्राम रङ हो। किनभने हामीले भर्खर फर्स्ट रुल्सको चर्चा के गर्यौँ? कुनै दुईटा एक्टिभिटिज एउटै नोडबाट एउटै इभेन्टबाट स्टार्ट हुनु र एउटै इभेन्टमा गएर सक्नु हुँदैन। यो रङ हो भने करेक्ट के हुनुपर्ने? एउटा सानो चिज तपाईँ के याद राख्नु होला, जतिखेर क्वेसनमा भनेको हुन्छ कि दुईटा एक्टिभिटी कुनै एउटै इभेन्टबाट निस्केको छ
भने त्यसलाई छुट्टा छुट्टै ठाउँमा तपाईँ राख्नुहोस्। ए सकेपछि बी र सी सुरु हुन्छ। एबाट मैले एउटा बी निकाल्दिएँ र एउटा सी निकाल्दिएँ। अब अगाडि भन्दैछ कि डी कतिखेर सुरु हुन्छ, जब बी र सी सकिने हो। ल बी त यहाँ सक्यो, सी पनि यहाँ सक्यो। अब डी निकाल्नु छ योभन्दा अगाडि, तर डी त चाहिँ कहाँबाट निस्किने हो, जहाँ बी र सी एकै ठाउँमा रहन्छ भने बी छुट्टै दोस्रो इभेन्ट्समा र सी छुट्टै तेस्रो इभेन्ट्समा एन्ड भएको छ। अब बी र सीलाई एकै ठाउँमा सकाउनु पर्यो, किन यसलाई त छुट्टा छुट्टै पोइन्टमा राखेका छौँ भने हामी यहाँबाट ड्यास एरो या ड्यास लाइन या डटेड लाइन दिएर बीलाई उठाएर यहाँ ल्यायौँ। अलि बुझौँ, यहाँ बी सक्न त यहाँ सकेको छ, तर बीलाई हामी उठाएर यहाँ ल्यायौँ डमी एक्टिभिटिज राखेर। भने यो एक्टिभिटिजको नाउँ D1 राखौँ, D4 डमी हो। अब तपाईँ ध्यान दिनुहोस्, सी यहाँबाट सुरु भयो र यहाँ आएर कम्प्लिट भएको छ। बी पनि यहाँ आएर सेकेन्ड इभेन्टमा कम्प्लिट भएर घुमेर यसरी आएर यहाँ बी पनि आइदियो। अब वास्तवमा यो थर्ड इभेन्टमा कुन कुन एक्टिभिटिज इन्ड भएको बुझिन्छ, बी र सी। अब बीसी यहाँ आयो भने बीसीबाट यहाँबाट तपाईँ डी निकालिदिनुहोस्। यही भनेको इन्फर्मेसन हो कि बी र सी सकेपछि डी। या फेरि हामी यसलाई उल्टो गर्न सक्छौँ, जस्तै हामी सीलाई नै माथि लगिदियौँ र सी यहाँ सकेको थियो, यो माथि उठाएर यहाँ हामीले लग्यौँ, यो D1 हो डमी 1। अनि यहाँ यो पोइन्ट्समा अब कुन कुन एक्टिभिटिज छ, बी र सी दुइटै छन्, अनि हामी यहाँबाट डी निकालिदियौँ। यहाँ पनि त्यही म्यासेज, त्यही लजिक आइरहेछ कि बी र सी पछि डी निस्केको छ भने सिचुएसन पहिलो यो याद राख्नु, जतिखेर कुनै प्रिडिसेसरको दुईटा एक्टिभिटिज सक्सेसर हुन्छ र त्यही दुईटा सक्सेसर एक्टिभिटिज फेरि अर्को कुनै नयाँ एक्टिभिटिजको प्रिडिसेसर हुन्छ। यानी कुनै दुईटा एक्टिभिटिज एउटै इभेन्टबाट स्टार्ट र एउटै इभेन्टमा गएर सकिनु हुँदैन। यदि सिंगल स्टार्टिङ इभेन्ट र सिंगल एन्डिङ इभेन्ट छन् भने यतिखेर हामी डमीलाई इन्ट्रोड्युस गर्छौँ। ओके, अब डमी एक्टिभिटिजको अर्को कन्डिसन या अर्को रुल्स के छ, अर्को कुन सिचुएसनमा हामी डमी इन्ट्रोड्युस गर्छौँ, त्यसको लागि इक्जाम्पलबाट बुझौँ। डमी एक्टिभिटिज कति बेला राख्ने भने दोस्रो रुल्स हेरौँ। मानौ कुनै दुईटा एक्टिभिटिज एउटा सिंगल एक्टिभिटीको प्रिडिसेसर हो भने दुईटा एक्टिभिटिज सक्न साथ एउटा तेस्रो एक्टिभिटी सुरु हुन्छ। यसलाई क्वेसनमा कसरी दिएको हुन्छ भने यहाँ हेर्नुहोस्, प्रिडिसेसर भनेको सकेको एक्टिभिटिज भने ए र बी सकेपछि सी सुरु हुन्छ। यतिलाई मात्रै यदि डायग्राममा देखाउनु पर्यो भने कसरी देखाउँछौँ, बडा सिम्पल छ। यो ए र यो बी, यो दुईटै एक्टिभिटिजलाई हामी यहाँ सकायौँ र यसपछि यो सी सुरु भएको छ। एकदम करेक्ट छ यो। अब डमीको सिचुएसन हेरौँ। अगाडि क्वेसन भन्दैछ यो दुईटा प्रिडिसेसर मध्येबाट कुनै एउटा एक्टिभिटी, जस्तै ए र बी मध्येबाट हामीले एउटा एक्टिभिटी लियौँ, जस्तै पहिले बी लियौँ। बी काम सक्न साथ एउटा चौथो काम सुरु हुन्छ जसको नाम हो डी। यसलाई बुझौँ राम्ररी। जुन दुईटा एक्टिभिटिज ए र बी सकेपछि सी सुरु भएको छ, त्यही ए र बी प्रिडिसेसर मध्येबाट एउटा कुनै एक्टिभिटिज बी प्रिडिसेसर हुन्, कुनै अर्को चौथो एक्टिभिटिज डी को लागि। यो दोस्रो लाइनले के भन्दैछ, बी सकेपछि डी सुरु हुन्छ। अनि यसलाई त हामी यसरी देखाइदिन सक्छौँ, बी यहाँ सकेपछि यहाँबाट हामीले डी निकालिदियौँ। एकदम ठिक छ। हेर्न सक्नुहुन्छ, फर्स्ट लाइन ए बी सकेपछि सी भने ए र बी सकेपछि सी सुरु भएको छ। अर्को लाइन बी सकेपछि डी सुरु भएको छ भने बी सकेपछि डी सुरु भएको छ भने इन्डिभिजुअल इन्फर्मेसनको बेसिसमा हामीले कोरेको यो दुईटै डायग्राम करेक्ट छ। तर फेरि यहाँ यो एउटै क्वेसनको पार्ट हुन्, यो दुईटा डायग्राम नकोरेर यसैलाई हामी सिक्वेन्समा अगाडि बढाउँथ्यौँ भने यसलाई कसरी बढाउन सकिन्छ। पहिले त स्टुडेन्टले गर्ने मिस्टेक हेरौँ। ए बी सकेपछि सी त स्टुडेन्टले के गर्छ, ए र बी यो दुईटालाई यहाँ सकायो। यसपछि ए बी सकेपछि के रे सी सुरु हुन्छ, उसले ए बी पछि सी दिदियो। अनि फेरि तल के भन्दैछ, बी सकेपछि डी। हेरौँ, बी त यहाँ सकेको छ, बी सक्न साथ फेरि यहाँबाट डी तानिदिन्छन् भने यस्तो डायग्राम यदि हामीले कोर्यौँ भने यो फेरि रङ भइहाल्छ। किन रङ हुन्छ भने दिएको इन्फर्मेसनलाई यसले जस्टिफाई गरिरहेको छैन। तपाईँ हेर्नुहोस्, सी सुरु हुनलाई के हुनु पर्यो रे, ए र बी कम्प्लिट हुनु पर्यो। हेर्नुहोस् त यहाँ सी सुरु हुनको लागि ए र बी कम्प्लिट छ, यति त ठिक छ। तर भन्दैछ डी सुरु हुनलाई बी मात्रै कम्प्लिट हुनु पर्यो। डी सुरु हुनलाई ए कम्प्लिट हुन जरुरी छैन। यानी डी को प्रिडिसेसर ए यहाँ छैन, मात्र बी हो। यदि यहीँबाट हामीले डी निकाल्दियौँ, यसले के मेसेज दिइरहेछ,
कि डी सुरु भएको छ ए र बी सकेपछि। भाइ डी लाई सुरु गर्नको लागि ए को आवश्यकता छैन, ए डी को प्रिडिसेसर होइन। क्वेशनमा हेर्नुहोस्, डी को प्रिडिसेसर मात्र बी हो। तर यो डायग्राममा हामी देख्दैछौँ कि डी र सी दुईटैको प्रिडिसेसर यानी सी र डी सुरु हुनुभन्दा पहिले ए र बी कम्प्लिट भइसकेको छ। सी को लागि त ए र बी कम्प्लिट भएको हुनु पर्यो, तर डी सुरु हुनलाई बी मात्रै कम्प्लिट हुनु पर्यो। यहाँ हामीले गलत गरिदियौं, किनभने सी को पनि प्रिडिसेसर ए बी बनाइदियौं र डी को पनि प्रिडिसेसर ए बी हुन गयो। भने यसलाई अर्को तरिकाबाट बुझौं, यहाँ एउटा इक्जाम्पलबाट बुझौं। मानिलिनुहोस् कि यो एउटा वाल भनेको छ, यो ल्यान्डलर्डलाई यहाँदेखि लिएर यहाँसम्ममा उसलाई दुईटा रुम बनाउनु छ। दुईटा रुम बन्नको लागि काम के छ हेर्नुहोस्, यो अलरेडी बनेको छ। उसलाई गर्नु के छ, एउटा वाल यहाँ राख्नु छ ए वाल र अर्को वाल यहाँ राख्नु छ बी वाल। दुईटा वाल बनाउनु छ र ए र बी बनिसकेपछि यसको माथि यहाँ रुफ राखिन्छ, यो सी काम। अनि ए र बी काम सकिसकेपछि सी काम हुन्छ र यो कम्प्लिट हुन्छ। ल हेर्नुहोस्, यहाँ ए र बी वाल बनिसकेपछि माथिको रुफ जुन छ यो सी राखिन्छ। तर यही पिक्चरमा हेरौं, बी सकेन बित्तिकै उसले त यहाँ पनि रुफ हालेर दोस्रो कोठा बनाउन सक्छन् भने यो बी सक्न साथ अर्को कोठाको लागि यहाँ पनि रुफ हालिदिन्छन् र डी एक्टिभिटिज। अब तपाईँ यो पिक्चरमा हेर्नुहोस्, यो डी एक्टिभिटिज बनाउनको लागि ए वाल बन्न कम्प्लिट हुन जरुरी छैन, यो रुफको लागि बी बन्नु पर्यो। यानी बी बनेपछि डी बन्छ भने बी के भए, बी भए प्रिडिसेसर डी को एउटा चौथो काम डी हो। अनि हेर्नुहोस्, काम जम्मा तीनटा गर्नु छ, एउटा वाल ए बनाउनु छ, एउटा बी बनाउनु छ। ए बी बनिसकेपछि तेस्रो सी रुफ राखिन्छ र बी बन्ने पछि एउटा डी रुफ पनि राखिन्छ। यानी बी दुईटा एक्टिभिटिजको प्रिडिसेसर हो, बी बनेपछि सी पनि बन्छ भने डी को पनि प्रिडिसेसर बी हो। यो सी र डी दुईटैको प्रिडिसेसर बी हो। तपाईँ हेर्न सक्नुहुन्छ, बी एउटा प्रिडिसेसर सी एक्टिभिटिजको पनि हो र बी एउटा प्रिडिसेसर यहाँ डी एक्टिभिटिजको पनि हो। तर सी एक्टिभिटिजको प्रिडिसेसर मात्र बी नभएर ए पनि र बी पनि छन्। भने हामीले यसरी दुईटै एक्टिभिटिजलाई यो इभेन्टबाट जहाँ ए र बी लाई सकाएको छौं त्यहाँबाट हामी सी र डी तान्न सक्दैनौं। यसरी गर्यो भने लजिकली यो रङ हुन जान्छ। भने यो सिचुएसनलाई कसरी बनाउने, तपाईँ के गर्नुहोस्, ए बी सकेपछि सी सुरु भएको छ भने ए लाई छुट्टै यहाँ सकाइदिनुहोस् र बी लाई छुट्टै यहाँ सकाइदिनुहोस्। ए यहाँ सक्यो र बी यहाँ सक्यो। अब तलको लाइन पहिले बुझौं, बी सक्न साथ डी सुरु हुन्छ, त बडा सिम्पल छ। बी यहाँ सक्यो, बी सक्न साथ डी, यानी यो ए र बी बनायो छुट्टा छुट्टै ठाउँमा र यो बी बनिसकेपछि मैले पहिले यो डी तान्दिए। अब यहाँ भन्दैछन् कि ए र बी सकेपछि सी सुरु हुन्छ। भाइ यहाँ ए त यहाँ छुट्टै ठाउँमा र बी छुट्टै ठाउँमा सकेको छ भने बी लाई हामी यसरी फेरि ड्यास लाइन या डटेड लाइनले यहाँ कोर्दिन्छौँ। ए यहाँ सकेको छ, बी यहाँ सक्यो र यहाँबाट उठेर यहाँ आए। अब यो पोइन्टमा ए र बी दुईटै छन् भने यहाँबाट मैले सी तान्दिएँ। अनि तपाईँ हेर्न सक्नुहुन्छ, सी भन्दा पहिले दुईटा एक्टिभिटिज सकेको छ, एउटा ए र एउटा यहाँबाट उठेर बी गए र बी सक्न साथ डी सुरु भयो। यही क्वेशनमा यदि यो हुन्थ्यो कि ए बी पछि सी, त ल ए लाई छुट्टै सकाउनुहोस्, बी लाई छुट्टै सकाउनुहोस् र ए पछि डी, ए यहाँ सकेपछि ए पछि डी निकालिदिनुहोस्। अनि अगाडि भन्दैछ कि ए र बी पछि सी भने यो एक्टिभिटीलाई माथि होइन कि तल यहाँ ए लाई उठाएर लान्छौँ। अब यहाँ ए पनि आयो, यताबाट बी पनि आएको छ। ए बी सकेपछि हामी यहाँ सी गरिदिन सक्छौँ। भने हामी दोस्रो रुल्स के देख्यौँ भने कुनै एउटा एक्टिभिटिजको प्रिडिसेसर यदि दुईटा छ र ती दुईटा प्रिडिसेसर मध्येबाट एउटा एक्टिभिटिज कुनै चौथो एक्टिभिटिजको पनि प्रिडिसेसर छ भने त्यतिखेर हामी डमी एक्टिभिटिज इन्ट्रोड्युस गर्छौँ। म एउटा यही क्वेशनलाई तेस्रो इक्जाम्पलबाट बनाउँदैछु। ल त हामीले नयाँ किसिमका क्वेशन एउटा लिएर आएको छौँ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ, ए र बी दुईटै एकैसाथ सक्नु पर्यो र सी को प्रिडिसेसर हो। यानी ए र बी सकेपछि सी सुरु हुन्छ र इन्डिभिजुअल दिया छ कि ए सकेपछि डी सुरु हुन्छ र मात्र बी सकेपछि ई सुरु हुन्छ। यो क्वेशनलाई अलि बुझौं। यो सिंगल ए डी को प्रिडिसेसर हो, सिंगल बी ई को प्रिडिसेसर हो, तर ए र बी सी का प्रिडिसेसर हुन्। यसलाई हामी अघि लिएको इक्जाम्पलको पिक्चरबाट बुझौं। मान लो यो वाल हो, जो एक्टिभिटिज ए छ, यो बी छ। यहाँ हेर्न सक्नुहुन्छ, ए र बी सकेपछि सी सुरु हुन्छ। यानी ए वाल र बी वाल सकेपछि यो सी एक्टिभिटिज पूरा गर्छौं र ए सकेपछि डी, यानी यो बी सँग केही सरोकार छैन। ए सकेपछि यतातिरको कुनै काम हुन सक्छ, जस्तै डी।
त्यसै गरी बी सकेपछि ए सँग फेरि सरोकार छैन, यतातिरको कुनै काम होला जो काम हो ई। यानी हेर्नुहोस् कि ई एक्टिभिटिज डिपेन्डेड छ बी माथि। जबसम्म बी हुँदैन ई सुरु हुन सक्दैन, त ई डिपेन्डेड छ बी माथि। त्यसै गरी डी सुरु हुनलाई ए कम्प्लिट चाहियो भने डी चाहिँ डिपेन्डेड छ ए माथि। तर यहाँ देख्दैछौँ सी जुन छ त्यो बी माथि पनि डिपेन्ड छ र ए माथि पनि डिपेन्ड छ। यानी सी वर्क सुरु हुनलाई ए र बी दुईटै कम्प्लिट हुनु पर्यो। यसलाई कसरी बनाउने? सबभन्दा पहिले तपाईँ के गर्नु होला भने यदि क्वेसनमा यस्तो तपाईलाई देखा पर्छ कि साथसाथै कुनै प्रिडिसेसर छ र अगाडि क्वेसनमा त्यो प्रिडिसेसर इन्डिभिजुअल पनि कुनै एक्टिभिटिजका प्रिडिसेसर छन् भने त्यो दुईटा एक्टिभिटिजलाई यानी यहाँ ए र बी लाई दुईटा छुट्टा छुट्टै ठाउँमा हामी सकाउँछौँ। जस्तै एक्टिभिटिज ए चाहिँ सेकेन्ड इभेन्टमा सक्यो र बी लाई पनि हामी छुट्टै यहाँ सकाउँ, थर्ड इभेन्टमा बी सक्यो। यानी यो दुईटैको हेड इभेन्ट छुट्टा छुट्टै राख्ने। ओके, अब जुन तपाईलाई इजी लाग्छ त्यो पार्टलाई पहिले बनाउनुहोस्। जस्तै ए सकेपछि डी निस्किन्छ, त ए यहाँ आएर सक्यो त एबाट तपाईँ डी निकाल्दिनुहोस्, र बी सकेपछि ई निस्केको छ त बी सकेपछि हामीले ई निकाल्दियौँ। त यो पार्ट ए पछि डी र बी पछि ई यो हाम्रो कम्प्लिट छ। तर मेन बुझ्नुपर्ने माथिको पार्ट भन्दैछ कि ए बी सकेपछि सी हुन्छ या फेरि सी एक्टिभिटिजको प्रिडिसेसर ए र बी दुईटै हुन्। यानी सी त्यति बेला हामी सुरु गर्छौँ जब ए र बी सकिन्छ एकै ठाउँमा एकैसाथ। यहाँ देख्दैछौँ कि ए लाई त हामी सेकेन्ड इभेन्टमा र बी लाई थर्ड इभेन्टमा सकायौँ भने सी कसरी निकाल्ने, सी कसरी सुरु हुन्छ? त यसो गर्न सक्नुहुन्छ तपाईँ। ए यहाँ सक्यो तर ए लाई डमीको हेल्पले हामी यहाँ ल्यायौँ, मान लो चौथो इभेन्ट्समा, र बी यहाँ सकेको छ, यसलाई पनि हामी यहाँबाट क्यारी गरेर सेकेन्ड डमी, यो डमी फर्स्ट हो यो डमी सेकेन्ड हो, डमीको हेल्पले हामीले यहाँ ल्यायौँ र अब यहाँ ए यसरी चाहिँ टर्न भएर ए यहाँ आइपुग्यो, बी चाहिँ तेस्रो इभेन्टबाट टर्न भएर यहाँ आइदियो। अब तपाईँ ध्यानपूर्वक हेर्नुहोस् यो चौथो इभेन्टमा कुन कुन एक्टिभिटिज कम्प्लिट भएको देखिन्छ, ए र बी। अब फाइनली ए र बी यहाँ सकेको छ, यहाँबाट हामी सी एक्टिभिटिज तानौँ र यहाँ तपाईँ हेर्न सक्नुहुन्छ सी को प्रिडिसेसर ए र बी छ, ई को प्रिडिसेसर मात्र बी छ र डी को प्रिडिसेसर ए छ। भने यस्ता किसिमका क्वेसन्सलाई हामी यो तरिकाले सल्भ गर्छौँ। बुकमा विभिन्न किसिमका क्वेसनहरू हेर्न सक्नुहुन्छ। केही अप्पर लेभलका अपरेसन रिसर्चका बुक्सहरूमा त कतिपय यस्ता क्वेसन्सहरू तपाईँ पाउनुहुन्छ कि केही इन्फर्मेसन यसरी टेबलमा प्रिडिसेसर र सक्सेसर नदिएर थ्योरिटिकली क्वेसन दिएको हुन्छ, एउटा ठुलो प्याराग्राफमा दिएको हुन्छ कि कुन एक्टिभिटिजको प्रिडिसेसर कुन कुन हुन् र कसका सक्सेसर कुन कुन हुन्। यानी प्रिडिसेसर र सक्सेसरका इन्फर्मेसन दिएर फाइनली यो सोध्ने गर्छन् कि यसबाट डायग्राम बनाउनु पर्दा कतिवटा डमी क्रिएट हुन्छ बताउनुहोस्। अब हेर्नुहोस् यो एउटा नयाँ किसिमको क्वेसन हो। हुन हामीलाई बीबीए र एमबीए लेभलमा यस्ता किसिमको क्वेसन आजसम्म सोधेका छैन, तर हामी डिफरेन्ट अथर्सका बुक पढ्दाखेरि यस्ता क्वेसन्स पनि हामी पाउँछौँ। त्यसो भए तपाईँहरू आफ्नो बुकमा भएका क्वेसन या क्वेसन ब्याङ्कमा सोधिएका क्वेसन्सहरू ट्राई गर्नुहोस्। कतै कुनै किसिमको प्रब्लम आउँछ या अटकाव आउँछ या नबन्न सक्ने, बुझिन नसकिने किसिमका क्वेसन तपाईँ पाउनु भएछ भने हामीलाई कमेन्ट गर्नुहोला। हामी चाहिँ फेरि त्यसको सल्युसन लिएर र त्यसको एक्सप्लेनेसन लिएर तपाईँलाई भेट्छौँ। धन्यवाद।